मोडै गर्नुपर्ने आशीर्वाद गर्दैन म यहाँ बेटी साथै अहिले पनि लाउनुहोस् यस राइट फिल इट सतीदेवी 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 देवी म यसलाई अराउँदैछु क्या एकछिन ल ल ल म्याम यसको बारेमा भन्दैछु ल ल भन्नु ल भन्नु ल भन्नु स्विमिङ गर्दै तालाई पक पुग्यो आसन जमाएर बस्नु यदि देवी हो भने चाहिँ आसन जमाउनु पर्यो ल ए साष्टाङ्ग दण्डवत गरेको हो ल जोगेको मेरो सेती देवीलाई मलाई प्रणाम गरेको मेरो परिवारको तर्फबाट म एकदम उहाँसँग ल बस्नु आसन जमाएर बस्नु ल अब म सोध्छु है त सबै उत्तर दिनुपर्छ मैले सोचेको कुराहरू हुन्छ सक्नुहुन्छ ल ल धर्म कहाँको त कम होइन के छ यसको घरको बारेमा अलिकति कुरा मान्छे नै मान्छे नै ल ल पूर्ण रूपमा धर्मलाई स्क्यान गर ल भन्नु अरू यसको कुलदेवता हो म पहिला यसको बारेमा भन्नु पर्यो नि कुलदेवता मलाई यसैले पूर्णिमा दुध पर्छ पहिला हेर यो व्यक्ति को हो आँखा खोलेर एकछिन यसले धेरै प्रार्थना गरेको थियो कसले ए हो आफै गरे भन्छ हो गरेको थियो भन्न सकेको थिएन मलाई सपनामा ज्ञान दिनु भनेको थियो आज प्रत्यक्षमा आए ए सम्बुजी के हो के हो राइट स्क्यान गर्नुहोस् मेरो त्यो सब गर्नुपर्छ त्यो गर्छ सुन त अहिले चाहिँ घरमा अलिकति के छ भने अलिक नजर दोष लागेको छ है पहिरानी थियो अनि तेरा कसको ल अब उहाँ उसको बारेमा धेरै भइसकेको छ पर्दैन अब मैले यहाँ आमालाई चाहिँ तेरो आमाको त्यो खुट्टा दुख्यो भने तैँले भनेको छ नि त्यो भनेको चाहिँ ल ठिक छ केही छैन त्यो छोड्यो है त ल आफ्नो बारेमा राइट भयो अब अन्तिम पहिला अनुबाट नै गरेर गरेन होइन के गरेन गरेर अनुबाट अनुश्रीबाट होइन म जानुपर्छ है छिटो ल भन ल यो धर्मराजजीको के भयो अरे ल रोबोट भयो अरे के विवाह भएन के ल त हेर्छु सर ल स्क्यान गर रङ भन्नु पाइँदैन कुटै खान्छु बिहे गर्न खोजेको 8 बजिसक्यो छिटो बिहे गरिदिनु पर्यो बिहे त हुन्छ नि अलिक टाइम लाग्छ अरे तर त अलिक घमण्डी छ अरे हो धर्मजीकोलाई त सबै कुरा भनिदिनु पर्यो धर्मजीको बिहे चाहिँ हुन्छ है कति समयमा 2 वर्षभित्र 1 वर्ष पर्छ 2 वर्ष लाग्दैन तर केटी चाहिँ अलि राम्रै पढ्दैछ तर यसलाई चाहिँ त्यो केटीले यसलाई पत्ताउन टाइम लाग्छ यो अलिक घमण्डी छ टाइम लाग्छ है त परिवार सबै मिलेपछि चाहिँ परिवारले नै अलिकति जोड लगाएपछि भाइले नै अलि जोड लगायो भने मात्रै डर चाहिँ लाउन पर्छ तर केटी पछि चाहिँ ओके हुन्छ त सजिलो चाहिँ पाउँदैन है फेरि मान्दैन नि अहिलेसम्म भेट भएको छैन केटीसँग केटी त एकचोटि देखाएरै छ एकचोटि देखेको भन्छ त एकचोटि देखेको कहाँ भन्दियो
रहेछ राम्रै छ मेरो आवाज मात्र सुन्नुहोस् जस्ट मेरो आवाज मलाई मात्रै फलो गर्नुहोस् सिर्फ फोकस अन माई भोइस मैले ज्यादा दिनुहोस् त्यसलाई पूर्ण रूपमा हुन्छ ल भन्नु सुरु गर्छु छिटो छिटो समय छैन एकदम हामीसँग समय एकदमै कम छ समय सकिसकेको छ 1 वर्ष 10 मिनटभित्र सबै सिद्धाउनु 1 वर्ष कटेर 15 देखि 18 19 महिनासम्म बे हुन्छ ल भनौँ के चाहिन्छ मेरो मार्ग कुन मार्गमा लाग्यो राम्रो बे चाहिँ पहिला बे हुन्छ 15 महिना क्रस भएपछि अलिकति केटी आफ्नोतिर आउँछ 18 महिनासम्म बे हुन्छ त्यसपछि चाहिँ अनि राम्रै हुन्छ मार्ग अनि केटीले के मार्ग कस्तो मार्ग केटीले नि काम गर्ने केटी पाउने रहेछ त्यो केटीले नै गाइड गर्ने रहेछ अनि त्यो केटीले चाहिँ अब अलि बिजनेस गरौँ भन्दाखेरि गर्ने रहेछ तर 1-2 वर्ष लाग्ने रहेछ बिजनेस गर्नलाई चाहिँ अलि गरेर तर आफ्नो सुरले चाहिँ कहिले नगरे फस्छ त्यो केटी आएपछि मात्रै तेरो राम्रो हुन्छ पहिला बिहे गर केटी आएपछि सल्लाह गरेर म बिजनेस गर्छु भन्छ त्योमा बुझेर गऱ्यो भने मात्रै हुन्छ त एक्लै गऱ्यो भने त कता कहाँ के को बिजनेस गर्दा राम्रो केटीले आफ्नो तर्फबाट बिजनेस गर्छु भन्छ त त्योमा चाहिँ राम्रो हुन्छ अरे तैँले गऱ्यो भने चाहिँ हुन्न अरे तैँले गऱ्यो भने त हुन्न अरे त फस्छ त हो पैसा तैँले त पैसा फसाउनु रहेछ त डर्ने हो मैले पैसा हो पैसाको कारोबार नगरे अब केटीले यसो मात्रै काम सुरु गर्यो हुन्छ अहिले केही नगरे केटीको लागि म त्यसो बुझ्ने हो तर 15 महिना लाग्छ केटी पाउनु भने कहाँ सजिलो पाउँछ र तपाईँलाई कति कुन चाहिँ देवताको आराधना गर्दा सफल हुन्छ माझी खै कुन चाहिँ देवताको नाम माझी होइन अरूको कसो गर्ने तेरो घरको देवतालाई सम्झेर यस्तो गर्छु मेरो राम्रो गरिदिनु म हजुरहरूको सेवा गर्छु राम्रो कुल देवता मानेपछि चाहिँ मङ्गलबारको गणेशको पूजा गर्नु गणेशको पूजा गर्नु 21 हप्तासम्म एउटा प्रपोज राखेर मेरो बिहे होस् मेरो जीवन बुझ्ने खालको 25 सम्म राम्रो हुने गरेर मेरो लाइफ पार्टनर आओस् भनेर 21 हप्ताको गणेशको पूजा गर्नु त्योभन्दा पहिला चाहिँ कुलदेवताकै पूजा गर्नु कुलदेवता अलिक खुसी छैन रहेछ नि कुल देवता कुन मान्दा राम्रो कुलदेवता त खुसी छैन बुवाले नै अलि लद्दा छोरे कुन मान्ने हुने कुरै भन्नु कुलदेवता कुलदेव चल्दै आएर कुलदेवता भयो कुलदेवता कुलदेवता त रिसाएको रहेछ गराउने हैन नि कुलदेवता त रिसाएको रहेछ बुवाले नै राम्रो गरिने के हो गर्नु यसको बुवाले नै अलि राम्रो गरिने मलाई यसले त झन् सम्झिन रे हो त्यही भने त मलाई त कसले कुलदेवताले त्यही भन्न छ यसको बुवाले नै मलाई लत्तर पत्तर गर्दा यसले त मलाई सम्झिन अहिले दुःख परेर मात्रै हो भन्छ यसको भनेको नभएर मात्रै हो भन्छ हो म त सम्झिरहन्छु त्यस्तो सम्झेर होइन कि मलाई टाइममा सम्झेर प्रार्थना गरेर गर्न पर्यो रे कुललाई अघि सार्न पर्यो भन्छ हो ठिक छ रिसाएको रहेछ है कुल रिसाएको छ त कुल रिसाएको रहेछ ल कुललाई खुसी पार त पहिला कुललाई खुसी पार त यो माघ महिनामा कुललाई खुसी पार माघको पूर्णिमा माघको पूर्णिमा गर्नुपर्छ कुललाई खुसी है कुललाई खुसी गर्नलाई पूर्णिमाको दिन बिहान उठेर नुहाइ धुवाइ गरेर सबै परिवारमा खुसी भएर हामीले हजुरको ध्यान गर्दैछ हामीबाट के गल्ती भयो क्षमा दिनुहोस् हामी भने जान्दैन यस्तो भयो भने सबै उसलाई मनको कुरा सबै पोख्ने अनि उसलाई फलफुल के गर्ने त्यो फेरि एकचोटि गरेर उसले सधैँभरि उसलाई त्यो कन्टिन्यू गर्दा उसले त त्यस्तो भन्छ त त्यही गर्नु त्यही है हुन्छ राम्रो हुन्छ बे हुन्छ है बे भएपछि मात्र राम्रो हुन्छ अहिले त केही नहुन्छ विदेशको लागि कस्तो हुन्छ बुढी बिहे गरेपछि बुढीले चाहिँ बिदेश गर्ने आफू चाहिँ विदेश गए हुन्छ अरे तर बिहे गरेपछि 2 वर्षपछि मात्रै विदेश जान पाउँछ तपाईँ त्यहाँभन्दा अघि त पाउँदैन 2 वर्षसम्म त विदेश नै जान राम्रो हुँदैन त्यतिखेरसम्म चाहिँ बिहे गरेर अब बुढीले बिजनेसतिर के गर्ने बिजनेस गाउँमै गरेर राम्रो हुन्छ बजारतिर बुढीले चाहिँ बिजनेस गरेर तपाईँ त विदेश जान राम्रो हुन्छ यता त पैसा फसुल्ने चाहिँ
विदेशमा नि तर साथीले मागेर फसाउँछ तर बुढीको कुरा सुन्यो भने चाहिँ फेरि जान्छ नि त्यहाँबाट फेरि बुढीसँग नि छोड्छ बुढीले भनेको मान्यो भने साथीभाइलाई पैसा दियो भने फेरि विदेश पनि फस्छ त्यहाँबाट बुढी र तपाईँ नराम्रो भएर फस्छ है यो कुरा चाहिँ अहिले याद गर्नु नि फेरि बुढीलाई मान्दैन सबै कुरा सल्लाह गर्नु कुन देश जाँदा राम्रो चित्त बुझाउनु नि कुन देशलाई ट्राई गरेर राम्रो अहिले भन्नु 4-5 वर्ष लाग्छ विदेशमा अहिले भन्नु नभन्ने अहिले नभन्ने 4-5 वर्ष लाग्छ बिहे गरेपछि 2-3 वर्षपछि मात्रै विदेश जान्छ अहिले भन्दैन त्यही गर्ने ल भन्छ सबै छ ल हुन्छ त थ्याङ्क यू अब अर्को एकजना व्यक्तिको जुन समस्या छ अरूलाई पनि हेल्प गरिदिनुहोस् अब अहिले समय छैन हामी चाहिँ एकदम छोटो समयमा ल हाम्रो के अरे के माझी पारस कुमार माझी ल पारसजी आउनुभयो पारस महाराज आउनुभयो उहाँलाई स्क्यान गर्नुहोस् र उहाँको के समस्या छ अरे के छ अरे ल भनिदिनुहोस् स्क्यान गरेर बताउनुहोस् शरीरमा बिरामी रहेछ हो रोग रहेछ त शरीरमा त ओहो अब तँलाई अहिले त कहाँ थाहा हुन्छ तँलाई 2 देखि 3 महिनासम्म थाहा हुन्छ परेपछि तँलाई थाहा हुन्छ तर सपनामा त तँलाई अहिले देखाएर चाहिँ तेरो शरीरमा ठुलो रोग छ अब हेर 2 देखि 3 महिनासम्ममा त हस्पिटल भर्ना हुन्छ त्यतिखेर त्यहाँबाट तँलाई थाहा हुन्छ त छाङ्गाबाट खस्छ ठुलो रोग छ तँलाई ठुलो रोग छ सपनामा नराम्रो देखाएर सत्य मात्रै भन्नुहोस् है सत्य नाभे सती देवी सत्य मात्रै बोल्नुपर्छ सत्य वचन है हो यसलाई 2 देखि 3 महिनासम्म हस्पिटल जानुपर्छ ठिक हुन्छ नि हेर ठिक हुन्छ अरू व्यवहारिक कुरालाई स्क्यान गर्नुहोस् सानोतिनो अपरेसन हुन्छ यसको शरीरमा तर अहिले यसलाई केही थाहा छैन केही दुखाइ पनि छैन यसलाई तर अचानक हुन्छ त्यो अचानक हुन्छ अचानक हुन्छ है अचानक हुन्छ नि मैले भनेको नपत्ता होला 2 देखि 3 महिना हेरी मात्रै बस हेरी मात्रै बस म त सत्य आर्थिक समस्या नि रहेछ ओहो ठुलै समस्या रहेछ यो समाधान हुन त अलिक टाइम लाग्ने रहेछ अलिअलि फसेको नि रहेछ के फसेको पैसा फसेको रहेछ त्यहाँबाट अहिले अनि पुरा अलिअलि ऋण पनि लागेको रहेछ कमाउनु त कमा रहेछ तर यो जमाउनु चाहिँ जमाएको छैन रहेछ खर्च भएको रहेछ त्यो ऋण कता तिर्नु यता कता गरौँ उता गरौँ तर आर्थिक समस्या त हो अरू जस्तो पुरै ठुलो घर बाह्रै जाने परिवारै जाने त्यस्तो चाहिँ छैन है 2-4 लाख त ऋण परिहाल्छ पर्दैन होइन त्यस्तो घर बाह्रै चाहिँ जान्न तर ऋण तिर्न पनि कमाउन पनि अलिकति टाइम लाग्ने हुन्छ एउटा बाधा रहेछ श्रीमतीलाई बाधा रहेछ के बाधा रहेछ कस्तो बाधा रहेछ एउटा बाधा रहेछ बिचमा त्यही भएर त्यस्तो परेको रहेछ कमाउनु त कमाएको बिचमा एउटा परेको रहेछ त्यही भएर अलि गाह्रो भएको रहेछ ल उहाँको त्यो समाधान गर्नु निकाल्नुहोस् त्यसलाई पूर्ण रूपमा त्यो जुन बाधा छ त्यो बाधालाई पूर्ण रूपमा निकाल्नुहोस् है चस्मा निकाल्नुहोस् है तपाईँ अझै एकचोटि निकाल्नु थिएँ निकाल्नु त्यो भाइमा राखेर हिर्काइरहेको छ कि गरिदिनु न त्यो हिँड्ने काम गर्छ अब अहिले सजिलो उहाँलाई भयो त्यो उहाँ आइपुगेर नपऱ्यो नत्र भने त यहाँ अरूलाई उहाँलाई हुन्थ्यो उहाँले गरिदिनुहुन्थ्यो गर्छ अहिले त्यो बोलाएँ मैले त को छ भनेर अब यो अब चिज फटाफट गर्नुपर्छ ल सम्पूर्ण बाधा श्रीमान श्रीमतीकै निकालिदिनुहोस्
ल गयो सक्यो अनि दाजु पठाइन्छ धेरै काम मलाई नछ अब मलाई कसै नछ अब तर कपहरू छ कि छैन ट्रान्सजेन्डर्सको लागि ट्रान्सजेन्डर्सको लागि छ होइन सबै सबैजना चाहिन्छ 22 25 सबैबाट चाहिन्छ अब 6-7 दिनपछि 6-7 दिनपछि कुलदेवताको ध्यान गर्ने पहिला कुललाई चाहिँ अब यो भ्यायो खुसी पार्ने त्यहाँबाट यो काममा भएको पैसा नि अलिअलि बच्दै जान्छ त्यो ऋण नि तिर्दै जान्छ 1 देखि 2 वर्षभित्रमा समाधान हुन्छ है अलिकति पिचको बाधा रहेछ त्यसलाई मलाई निकाल्दछु यस्तो गरेर निकाल्दछु है कम गाह्रो पर्यो मलाई अहिले फिलहाल जग्गा बेच्दैछु के यो जग्गा नबेच अरे जग्गा नबेच है जग्गा नबेच यस्तो जग्गा बेच भने डुबे नि तेरो ऋण आफै तिर्दै जान्छ अहिले जग्गा नबेच अहिले जग्गा नबेच है अहिले केही गर्नु पर्दैन कुलपित्रीको नाम लिएर मेरो यत्रो समस्या छ अब म यो समाधान गर्नु पर्यो हजुरहरूले मलाई शक्ति दिनु हजुरहरू मेरो भन जग्गा नबेच्ने फेरि अहिले बेच्दै राखेको रहेछ जग्गा नबेच हो जो बेच्न आयो जग्गा नबेच है जग्गा नबेच है जग्गा नबेच जग्गा नबेच जग्गा नबेच्ने फेरि जग्गा त बेच्नै मिल्दैन बेच्नै मिल्दैन बेच्नै मिल्दैन हो जग्गा बेच्न पनि भित्रमा नाम लानु जान्छ होइन कि त्यो लिलामी रोकिन्छ कि 7 दिनपछि भन्दैछु त ओहो मैले त्यो बाधा फुकाइदिएको त्यसै होइन त्यही लिलामी हेर्नु जाने रहेछ ठुलो बाधा रहेछ भने त्यही निकालेर गाडिदिइसकेँ मैले अब हट्दै जान्छ जग्गा बेच्न पर्दैन हेरि मात्रै बस जग्गा बेच्नै पर्दैन बेच्नै पर्दैन बेच्नै पर्दैन बेच्नै पर्दैन अहिले अबदेखि जहिले बिहान उठेर नुहाइधुवाइ गरेर चोखोमुख गरेर कुलदेवतालाई जल चढाएर हे भगवान् म त यत्रो समस्या पऱ्यो तिमीहरू नै हो भने गर त आफै आफू हुन्छ त्यो कमाइ बढ्दै जान्छ त्यो ऋण तिरेको थाहा पनि त 2 वर्षभित्र ऋण तिर्छ जग्गा बेच्नु पर्दैन अब तेरो लिलामी हुने इज्जत बेजत केही हुँदैन बाधा त खोलिसक्यो अब त रफ्तारमा जान्छ मैले हटाइदिइसकेँ तर तेरो घरको त्यो गेटमा पनि अलिकति रहेछ मलाई अब म अहिले चाहिँ गर्दिनँ ल भयो यति होइन अहिले इन्कमको स्रोत के पनि छैन कि कसरी अब कमाउँछ त्यो पहिला कमाएकै कामहरूबाट पनि राम्रो हुँदै जान्छ अलिअलि जमाउँछ बुढीले पनि केही गर्छु भने रहेछ अब हुन्छ अब आफूले समात्नु त अब मैले समातेको अघि नै समातेको अब म नछुने कसरी नछुने म फ्री भइसकेँ ल अब अर्को एकजना को भनेको त्यसलाई आइहाल्नु भयो टाइम छैन मेरो बारेमा भनिदिनुहोस् त सरसस के आउँछ त्यो म्युजिक आवाज ठुलै आयो सुन्न पर्यो आवाज त ठुलै आयो दाम बढे जस्तो कन्फिडेन्स बढे जस्तो छ के सक्ने हो छिटो ल भन्नु मेरो बारेमा सबै भनिदिनुहोस् न अहिले के चलिरहेछ पासमा के थियो के सोध्नु पर्यो एउटा सोध म धेरै बोल्दिनँ अब मेरो त मेरो कमाइ अबको कमाइ के कस्तो हुन्छ बिजनेस के गर्दा ठिक हुन्छ कुन बाटोमा जाँदा ठिक हुन्छ कुन बिजनेस अथवा विदेश जाँदा ठिक हुन्छ कि अनि मेरो घर परिवारको बारेमा के कस्तो छ कमाइ त विदेश जानुपर्छ अलिक गाह्रो रहेछ अब विदेश जानुपर्छ अलिकति विदेश जानलाई रोकेको रहेछ अलिकति राम्रो देश पनि छैन रहेछ अलि राम्रो देशमा जानुपर्ने के हो पहिलाको राम्रो देश थियो होला नि त पहिलाको कस्तो थियो त्यो भिजा राम्रो थियो कि अहिले भिजा आउन लागेको रहेछ तेरो विदेश जाउला तर त्यो राम्रो आउँदैन अलिक क्यान्सल गर एकचोटि भिजामा त कहीँ पनि ट्राई गरेको छैन त होइन अब आउँछ त अहिले गऱ्यो भने अब तर 1 महिनादेखि 3 महिनासम्म हुन्छ तर त्योमा राम्रो हुँदैन तर अब 6 महिनापछि मात्रै तेरो विदेशको लागि राम्रो ठाउँमा राम्रो कमाइ हुने तँलाई अनि तेरो पैसाले बस्ने पुरानो देशमा नफर्किँदा ठिक हुन्छ साथी सर्कल हुने पुरानो देशमा कस्तो हुन्छ पहिला गएकोमा पुरानो देशमा होइन नयाँ देशमा त्यो पुरानोमा जाने कि नजाने त उसलाई भीमलाई पुरानो देशमा जानु पर्दैन नेपालमै राम्रो हुने हो होइन विदेश जानुपर्छ
तर अहिले तत्काल तेरो भिजा आयो मलाई यस्तो अरूले भनेकोमा सुनेर तेरो त विदेश गयो भने चाहिँ तेरो दुःख पाउँछ है 6 महिनासम्म त केही नगर 6 महिनापछि मात्रै तेरो राम्रो ठाउँमा आउँछ त्यहाँबाट 6 महिनापछि त्यसपछि चाहिँ कुन अलिक सेक्टरमा ठिक होला कुन सेक्टरमा राम्रो हुन्छ तेरो त्यतिखेर नेपालमै ठिक हुन्छ हैन त होइन विदेश जाने हो 6 महिनापछि चाहिँ 6 तेरो महिनापछि ट्राई गर्नु भने राम्रो कम्पनीमा काम पाउँछ के राम्रो कम्पनीमा काम आउँछ अहिले गऱ्यो भने तँलाई फस्छ पहिलाको जस्तै जस्तै जाने अलिअलि कमाउने खर्च गर्ने नजमाउने साथीभाइले खाइदिनु हुन्छ 6 महिनापछि चाहिँ अप्लाई गऱ्यो भने राम्रो ठाउँमा आउँछ कम्पनी राम्रो हुन्छ साथीभाइ राम्रो हुन्छ कसैले पैसा खाँदैन साथीभाइ नै त जस्तै राम्रो हुन्छ अहिले पुरानो चाहिँ देशमा राम्रो हुँदैन त्यसै पुरानो देशमा जानु पर्दैन हुँदैन त्यहाँ जानै मिल्दैन त जानु पर्दैन अब नयाँ देशमा 6 महिनापछि जान्न मिले गरी आऊ क्लोज गरेर आएको 6 महिनापछि चाहिँ ट्राई गर्ने के 6 महिनापछि चाहिँ विदेश जानलाई होइन पुरानो ठाउँमा जहाँ उहाँ बसेर बिदामा आउनु भएको थियो नि हो त्यो कन्ट्रीमा जान के हुन्छ होला भन्नुहोस् जान मिल्दैन भने त मैले किन के कारण रिजन के छ मिल्नु त त्यहाँ मिल्दैन त्यहाँ जाँदाखेरि त अब जाँदा राम्रो हुँदैन मैले झुट बोलेको छैन नेपालमा के गर्दा ठिक हुन्छ हुँदैन त्यसो भए नेपालको बारे भन्नु अहिले एकचोटि चाहिँ विदेशी जानुपर्छ त जानुपर्छ विदेशी जानुपर्छ तँलाई नै थाहा हुन्छ 2-3 वर्षपछि मैले विदेश आएर यसो गरेर राम्रो हुने रहेछ भनेर विदेशी जानुपर्छ त्यहाँबाट चाहिँ अलिक पछिदेखि चाहिँ नेपालमा नि अलिक केही गर्दा हुन्छ अहिले त विदेशी जानुपर्छ विदेशी ठिक छ त्यो नेक्स्ट क्वेसन मेरो लाइफ पार्टनर कस्तो हुन्छ ल मेरो बिहे केही छ कि छैन यो अब विदेशबाट आएपछि 6 महिनापछि विदेशबाट आएपछि बे हुन्छ तर विदेशमा लभ पनि रहेछ त्यो केटी चाहिँ राम्रो हुँदैन है तेरो तर पैसा खानु खोज्छ हेर त्यहाँबाट तेरो बुवा मम्मीले खोजिदिनु रहेछ तेरो केटी त्यहाँबाट राम्रो केटी पाउँछ त्यसपछि त एकचोटि चाहिँ लभको चक्करमा पर्छ विदेशमै ए त्यसलाई त खान्छ 2-4 दिन तेरो पैसा हेर 1-2 लाख चाहिँ जान्छ है जान्छ अहिले नै 1-2 लाख चाहिँ जान्छ त्यसो भए लभै नगरे भएन नि त होइन फसाउँछ नि तँलाई फसाउँछ मेरो घर परिवारको बारे एकचोटि भनिदिनुहोस् केटी चाहिँ ठिक छ होइन मेरो घर परिवारको बारेमा भन्नुहोस् परिवारले खोजेको केटीसँग बिहे हुन्छ पछि चाहिँ तैँले पनि मन पराउँछ तर केटी राम्रो हुन्छ पछि चाहिँ फेरि राम्रो हुन्छ है अगाडि चाहिँ तँलाई के हो भनिन्छ आमाको स्वास्थ्यको बारेमा के भनिदिनुहोस् त्यसपछि आमाको स्वास्थ्य बारे स्क्यान गर्नुहोस् अब आमाको मजाको के छ समस्या छ कि आमालाई दाजुभाइ समग्र फ्यामिली आमालाई अहिले ठिकै छ दाजुभाइलाई त ठिकै छ अलिअलि झगडा हुन्छ परिवारमा अलिअलि झगडा हुन्छ अलिअलि हुने रहेछ दाजुभाइहरू अलिअलि कुरा मिल्दैन रहेछ तर त्यसो गर्नु पर्दैन त्यस्तो त छैन हाम्रो आफै गर्ने छ अलिअलि कुरा मिलेन भने पनि नराम्रो नगर मम्मीलाई राम्रो छ केही हुँदैन अहिले केही हुँदैन राम्रै छ मम्मीलाई राम्रो छ छोडिदिनुहोस् है त थ्याङ्क यू ल यसमा स्क्यान होइन तपाईँको ल उहाँको एउटै मात्र क्वेसन छ एउटा क्वेसन पुरा गरिदिनुहोस् उहाँको पूर्ण रूपमा स्क्यान गर्नुहोस् फेरि हाम्रो अनुश्रीजीको उहाँको पिताजी चाहिँ कता हराउनु पऱ्यो 5 महिनादेखि बेपत्ता हुनु पऱ्यो त्यो चाहिँ खोजिदिनु पऱ्यो सर्च गर्नु कहाँ हुनुहुन्छ अहिले 5 महिना भयो कता केटीसँग लभ परेको केटी चाहिँ कताको केटीसँग लभ परेको किन हिँड्नु भएको खास त्यो दिनमा केही पनि नभएर हिँड्नुभयो त के गर्नु मम्मीलाई थाहा नभएको 4 वर्षदेखिको 2 वर्षदेखि त उनीहरू सँगै बस्न लाग्थ्यो मम्मीलाई डाँटेको थियो त्यसपछि चाहिँ जबरजस्ती गरेर केटीले कि त म तेरो परेर सबै भाँड्छु कि त मलाई म तसँग हुनुपर्छ भनेपछि चाहिँ अब कि त परेर सबै यता सबै बिग्रिनु कि त उसलाई पनि छोड्नु मिलेन
फर्किरहनु हुन्छ कि आउनुहुन्न तेरो साने आउँछ मिलेर बस्नु भन्छ त्यसपछि सबै थाहा हुन्छ तर तेरो बुवालाई राम्रो छैन नि मलाई कन्ट्याक्ट पनि गर्नुहुन्न तेरो साने आमाले चाहिँ भन्न छ कि मलाई तैँले यसो गरेर फसाएपछि कि मलाई सँगै लिएर छ कताको केटी चाहिँ कताको तेरो बुवाले चाहिँ गाह्रो साह्रो एकदम अप्ठ्यारो परेर बिरुवालाई पनि अप्ठ्यारो परेर अहिले पनि खुसी छैन तेरो बुवा आउनु भनेर चाहिँ बेला बेला नानीहरूलाई फोन गरौँ भनेर चाहिँ तेरो साने आमाले एकदम भन्छ तेरो बुवा अब डिप्रेसनमा जान लागेको छ अब 1 वर्षपछि त भर्ना हुन्छ तेरो साने आमाको कारणले गल्ती गर्यो केटी त कहाँको पूर्वकै छ झापाको छ अर्को जातको छ घरबाटै लिएर जानु भएको आफ्नो जातभन्दा सानो जातको छ घरबाटै लिएर जानु भएको त्यो केटी सबै छोडिदिनुहोस् ल यहाँ बाबा अर्को स्क्यान गर्नुहोस् न अब के अरे कपिलाजीको जुन उहाँले स्क्यान गरेको के सोधिदिनु एउटा मात्रै मेरो बच्चाहरूको बारेमा कस्तो छ बच्चाहरूको दुईवटा बच्चाहरू कस्तो हुन्छ कस्तो हुन्छ राम्रो गर्छ गर्दैन लाइफ स्क्यान गर्नु तपाईँ केही क्वेसन भ्याउँदैन अब अलिकति अब यो गऱ्यो भने यो अर्को भ्याउँदैन 1 वर्षदेखि 2 वर्षसम्म तेरो छोराले राम्रो गर्छ अनि छोरीको चालकै टाइम लाग्छ है अलिक ग्रह नराम्रो रहेछ क्या अहिले सोच्नु के राम्रो छोराको राम्रो छ अहिले छोराको अब राम्रो गर्छ आम्मामा छोरा त मम्मीले जित्छ नि ड्याडी मम्मीलाई खुसी गर्ने छोराले छोरीलाई दुःख चाहिँ 3 वर्ष त झन् दुःख छ त्योभन्दा पछि अलिकति राम्रो हुन्छ छोराको हेल्थ कस्तो हुन्छ छोराको राम्रो हुन्छ मेन्टल हेल्थ त राम्रो छ राम्रो भइसक्यो पहिला भन्दा अब उसले 1 देखि 2 वर्षसम्म धेरै राम्रो गर्छ अब उसलाई कसैले बिग्रिँदैन उसले गलत बाटो लिँदैन त्योमा पिर गर्नु पर्दैन छोरीको चालको त पिर छोरीलाई गाह्रो छ के मान्नु कता उतै हो बुझिसक्यो अहिले चाहिँ राम्रै छ बिहे कहिले हुन्छ अहिले चाहिँ राम्रै छ सोच्छ छोरीलाई अलिक दुःख दिन्छ है अहिले त ठिकै छ हिँड्ने 3 वर्ष गाह्रो छ हुन्छ त थ्याङ्क यू भेरी मच है सायद अब नगरौँ जो तिमी पछि फेरि धेरै गऱ्यो रूपमा आफ्नो स्थानतर्फ जानुहोस् र अब सिद्धिदेवी हजुर ल आफ्नो स्थानतर्फ फर्किनुहोस् पूर्ण रूपमा अब अहिले निश्चितै फर्किनुपर्छ अब धेरै धेरै आशीर्वाद छ र उहाँलाई धेरै धेरै आशीर्वाद दिनुहोस् है त सम्पूर्ण उनको परिवारलाई पनि आशीर्वाद दिनुहोस् सिद्धिदेवीजी आफ्नो स्थानतर्फ फर्किनुहोस् है त लसन गरौँ